हेलो 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 गाइजहरु नमस्कार। यस्तो अहिले चाहिँ हामी बाहिरतिर घुम्न आएको छौँ कि एकदम यति रमाइलो छ, हेर्न सक्नुहुन्छ। यसरी हिउँ लर्किने भइरहेछ, यहाँ आइरहनु भएको छ। यतै साथीहरू यता हिँडिरहनु भएको छ। हामी चाहिँ आज कम्पनीको बिदा छ कि त्यही भएर बाहिर आएको। यो चाहिँ हामी सेक्टर 2 बुकारेस्टमा पर्छ है, कोलन्टिना हो। अब यस्तो हेर्नुहोस्, अब के गर्नु, नेपालमा यस्तो हिउँ नदेखेको, यता त देख्दा रमाइलो लाग्ने बाटोहरूमा। हजुर यस्तो रमाइलो छ बाटो। यो हिउँ परेपछि त सारा सब उज्यालो हुँदो रहेछ, रुखहरू पात छैनन्, तर पनि यो हिउँ परेर कस्तो राम्रो देखिरहेछ सिनहरू। यता अपार्टमेन्टहरू बस्नुलाई अपार्टमेन्ट छ, यहाँनिर बाटो छ। यस्तो रमाइलो छ है। तपाईँहरू कुन कुन ठाउँमा हुनुहुन्छ? हामी चाहिँ रोमानिया, युरोपको रोमानियामा हो। अपार्टमेन्टहरू छ, बाटो उज्यालो छ, धेरै रमाइलो छ। तर चिसो चाहिँ चिसो छ, निमोनियाहरू हुने अलिक सम्भावना हुन्छ, चिसोले भेट्ने सम्भावना हुन्छ। तर अलिकति न्यानो कपडाहरू लाएर हिँड्यो भने खासै केही त फरक त पर्दैन। बोल्ने को भन्नुलाई फेरि म यता छु, म हो। जतिजना जोडिनु भएको छ सोसियल मिडियामा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। यस्तो यस्तो भिडियोहरू फेरि पनि हाल्दै गर्नेछु। यस्तो रमाइलो रमाइलो भिडियोहरू हेर्न सक्नुहुन्छ। साह्रै रमाइलो छ। अहिले चाहिँ तपाईँको यहाँ 4:30 बज्यो, तर पनि अलिकति उज्यालै छ, रमाइलो छ। ल हाम्रो यहाँ दाइ चाहिँ यहाँ आएको अरे, कति महिना भयो बिचरा, यहाँ 2-3 चोटि आउनुभयो होला। ओभर बिर्सिसक्नु बाटो अल्मलाइसक्नु। इब्रोको बसाइ राम्रो छ नि त? हजुर। ठुल्दै कस्तो छ? अनि यहाँ इब्रोको बसाइ के कस्तो छ, कामकाज कस्तो छ? यो चिसोमा बाहिर आउनेलाई के भन्न चाहनुहुन्छ? एकदम राम्रो छ, बुझेर कम्पनी राम्रोसँग बुझेर आउनु होला है। कन्ट्याक्टमा नआउनु सकेसम्म, सप्लाईमा नआउनु होला होइन। सप्लाईमा चाहिँ नआउनु पाइने। हजुर, कम्पनी राम्रो पर्यो भने राम्रै छ। हजुर, कम्पनी राम्रो पर्यो भने चाहिँ राम्रो छ। यस्तो छ। अब रोमानियामा अहिले हामीले जहाँसम्म हामीले यहाँ बुझेअनुसार 50% चाहिँ सप्लाई छ भने 50% चाहिँ डाइरेक्ट कम्पनी छ। अब तपाईँहरूको भाग्यको कुरो हो, डाइरेक्ट कम्पनी पर्नुभयो भने तपाईँहरूको फेसिलिटीदेखि लिएर हरेक कुराहरू एकदम राम्रो छ, सेलरीदेखि लिएर। यदि सप्लाईमा पर्नुभयो भने फेरि केही भन्न सकेन, जुन काम पनि गराउन सक्यो, रुख काट्न पनि सक्यो, झार फेर्न पनि सक्यो, जङ्गलमा दाउरा बनाउन पनि पठाउन सक्यो, भेडा चराउन पनि पठाउन सक्यो, हरेक काम, बाहिर घर कन्स्ट्रक्सनहरू हरेक काम गराउन सक्यो। तर कन्ट्र्याक्ट सप्लाईमा नपरेर डाइरेक्ट कन्ट्र्याक्टमा पर्नु, कम्पनीमा पर्नु हो भने चाहिँ हामी जस्तो राम्रो छ, सुविधा छ। टक्क भित्रै काम, सट्ट गाडी लिन आउँछ, सट्ट गाडी छोड्न आउँछ, भित्र टेम्परेचर थाहा हुँदैन, जाडो चिसो, त्यो राम्रो हुन्छ। तपाईँहरू पनि धेरै राम्रो बुझेर आउनु होला। बाहिर हेर्नु न, यस्तो चिसो, यस्तो हिउँ परेर हुन्छ। बाहिर यहाँ झाडु लाउनेहरू हुनुहुन्छ क्या, यो बाटोमा झाडु लाउने नेपाली थुप्रै हुनुहुन्छ। अनि यो फोहोरहरू उठाउने बलादिया काम गर्नुहुन्छ, उहाँहरूले एकदम गाह्रो छ। बर्खाको सिजनमा पानी पर्छ, बाइक राइडर यो डेलिभरी बुवालाई पनि गाह्रो छ। तर उहाँहरूले के गर्नु, 8 घन्टा बिताउनै पर्छ। उहाँबाट आएपछि यत्रो 8-10 लाख रुपियाँ ऋण लगाएर आउनुभएको हुन्छ, अब त्यो गर्नै पर्छ। र तपाईँहरूले जति सोध्नु भएको छ उहाँदेखि यो यहाँ आएर फ्याट्टै भागेर अर्को ठाउँ काम गर्छु, अर्को देश जान्छु भन्ने चाहिँ धेरै सजिलो छैन है। उहाँबाट सोध्दा एकदम धेरै सजिलो जस्तो सोध्छ, तर इजी छैन, एकदम गाह्रो छ यहाँ। त्यो पनि सोचेर आउनु होला तपाईँहरू। अहिले चाहिँ सबै चिज राम्रो छ भन्ने छैन, हुन त भाग्यको कुरो पनि हो। कसैलाई एकदम राम्रो पनि परेको छ, कसैलाई नराम्रो पनि परेको छ। तर पनि सकेसम्म चाहिँ अलिकति कम्पनीको त्यो केही नामहरू यताउता सर्च गरेर त्यो के कस्तो काम हो, कहाँ हो, के हो भनेर चाहिँ बाहिर हो कि भित्र हो, त्यो चाहिँ तपाईँहरूले गुगलमा यसो सर्च गरेर हेरेर बुझेर आउन सक्नुहुन्छ। त्यही भन्न चाहे। अहिलेलाई हामी यति नै। फेरि रोमानियाका नयाँ अपडेटहरू फेरि अरू भिडियोमा पनि ल्याउने छु। के कस्तो लाग्छ, के हजुरहरूलाई सोध्न मन लाग्छ, तल कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न नछोड्नु होला है त। हस् त।